देखेर तिमीलाई तामाको कतै बिक्री हुन्छ ध्यान दियो किनभने ओह माय गॉड वाउ 1 करोड काटेर लगाएन हेर्ने 1 करोड हैन हामीहरु 7 8 या 10 जना छौं हामीहरु 10 जनाहरु छौं हैन यहाँ हामी किल्ला घुम्न आछौं सबै साथी हाम्रो दिनेश भाइ अगाडिबाट फोटो दिनु भएको छ हैन हामी यता बसेर यस्तो दिइरहेका छौं हैन एकदम हामी प्रवासी नेपाली बसेर इन्ले परिचय हामी कैलाली अल्टो कैलाली नाम जहाँ गए पनि हामी नेपाली दाजुभाइ सबै मिलेर बस्नु पर्छ अहिले हामी अब महाराष्ट्र परण्डा भन्ने ठाउँमा काम गरिरहेको छौं यति नेपाली हेलो नमस्ते सम्पूर्णलाई मेरो युट्युब च्यानलमा हजुरलाई स्वागत छ साथीहरू हामी चाहिँ हाम्रो छुट्टीको दिनमा चाहिँ हल्का घुमघाम कार्यक्रम गर्दैछौँ साथीभाइहरूसँग लगाइरहेका छन् र हामीहरू चाहिँ 100 वर्ष पुरानो किल्ला घुम्न गइरहेका छौँ साथीहरू तपाईहरुले हेरेर साथ सपोर्ट दिनु होला कस्तो हुँदो रहेछ किल्ला भन्ने हेर्नु होला भिडियोबाट हेरेर साथ सपोर्ट गर्नु होला हामी चाहिँ किल्ला भित्र छिरिसकेका छौँ साथीभाइहरू कसरी आइरहेको छौँ म चाहिँ अगाडि भिडियो बनाइरहेको छु साथीभाइहरू मजा लिइरहेका छन् मनोरञ्जन लिनु होला है त यो माथि पनि छ तोप एउटा यो देखाउनु त तपाईँले यसो न जानेको बुझेको मान्छे हो यसो भिडियो रानी नौ यो रानी नौने वो रानी रे बनाएको शुद्ध यो ठिकै रहेछ पानी यति त यो पानी छ म सेट्टी हुन्छ यहाँ भनिदिनु त यसो रानीको बारेमा साथीहरु यो चाहिँ रानीहरु नुहाउने तलाब अरे पुरानो 100 वर्ष पुरानो केटा राख्ने रानीलाई भेट्न भनेर रानी नमिलेर मात्रै हो नत्र पटाइन्थ्यो सादा युट्युबमा हाल्नु पर्ला यहाँबाट हान्ने त होला नि यो त यहाँनिर सब छेक्ने यस्तो यस्तो राइफल यहाँ हान्ने गोली हान्ने हो यस्तो ठुलो गोली यो किल्ला लडाको किल्ला हो कि त्यो डाँडा यहाँबाट छिर्ने चाहिँ डर लाग्दैछ कसैले आला यहाँ रकेट बम मेरो छोरो पाउना यार खतरा यसोमा लगाएको छु पहिला हामी चाहिँ खाताबाट नाल्नु लगाउँथ्यौँ अब लगाउँदा फुन्द्रा खुन्थु टोली अगाडि बर टोली अगाडि बर टोली अगाडि भिलेज बोइज आयो हामी घुम्दै हिँड्दै तिम्रो ठाउँमा अरु भिलेज गर्छौ तिमीले गर्छौ लास्टमा भिलेज बोय भनेको छ गाउँको छिटा
लाग्छ त यार मलाई कस्तो यार त्यस्तै हुन्छ मान्छेहरु चाहिँ कसम हो बिल्ला नहाने अर्को दाइ तम्बाकु खानी हो हामी तम्बाकु खाएर तपाईं पुरै अन्डरग्राउन्ड के कसरी बनायो होला है यस्तो है चलेर र खाल्दा परना ठुलो रहेछ त गाउँ त्यो छोरो पाउला मस्जिद पनि रहेछ नि यहाँ मान्छे बस्नु रहेछ हाम्रो दिनेश भाइ अगाडिबाट फोटो दिनु भएको छ हैन हामी यता बसेर यस्तो दिइरहेका छौं हैन एकदम हामी प्रवासी नेपाली बसेर इन्जोय कोरन्डा मलाई थाहा छ महाराष्ट्र हो हैन त्यही पनि ल राम्रो सलाम भाइको नाम भन्न परिचय गर कहाँ हो घर विशा धारणा हाम्रो वस्तुदेखि एकदम राम्रो छ सुभाष त्यही अहिले फिलहाल महाराष्ट्र परण्डामा छु सिगरेट त के भन्नु ल परिचय हामी कैलाली अल्टो कैलाली है नाम हामी नेपाली प्रवासी दाजुभाइ नाम हो जहाँ गए पनि हामी नेपाली दाजुभाइ सबै मिलेर बस्नुपर्छ अहिले हामी अब महाराष्ट्र परण्डा भन्ने ठाउँमा काम गरिरहेको छौँ यति नेपाली छौँ खुसी लागिरहेको छ सायद कुनै ठाउँमा यति नेपाली पनि नहोला है दाजुभाइ तथा दिदीबहिनीहरू सबैले राम्रोसँग हाम्रो सेयर गर्नु फलो ब्याक गरिदिनु उहाँलाई धन्यवाद किल्ला होइन हाम्रो नेपाली दाजुभाइ सबै 1 2 3 भन्न बिर्सिनु होला नि 4 5 6 7 8 9 10 11 12 म एउटा 12 नम्बरमा पुग्छु हैन चिलमा सबै नेपाली दाजुभाइ दिदी हामी नेपाली दाजुभाइ हो सबै यहाँ हाम्रो आज छुट्टी छ हैन त्यो छुट्टीको हिसाब म नेपाली भनौँ न नेपाली हो सबै हामीहरू किल्ला घुम्न आछौँ हैन दाजुभाइहरू सबै यहाँ छन् हैन हामीहरू 7 8 या 10 जना छौँ हामीहरू 10 जनाहरू छौँ हैन यहाँ हामी किल्ला घुम्न आछौँ सबै साथीहरू यहाँ हिँडिरहेछन् हैन किल्लाको एउटा भनौँ न एउटा मजा लिइरहेछन् जस्तै भनौँ न एउटा किल्ला भनेको एउटा जस्तै राजा बस्ने ठाउँ जस्तो हो क्या त्यो किल्ला घुम्न आछौँ किल्ला हाम्रो लागि पनि राम्रो कुरा हो जस्तै हामी पनि किल्ला घुम्न आछौँ हैन अनि हामी 10 भाइहरू छौँ हैन नेपाली हौ हामी 10 वटा नेपाली अनि ओके गाइज एकदम भिडियो शेयर और फलो गर्नु होला हैन एकदम कमेन्ट पनि गर्नु होला ओके थ्यांक यू जय नेपाल जय हिन्द।